गुड मर्निङ गाइस। आज चाहिँ बिहान भइसक्यो होइन, हामी अब यहाँ यसो फोटो खिच्ने। हजुर कस्तो लाग्यो रातिको निन्द्रा? अर्को हेर्ने बिहान बिहान यहाँबाट माथि हिमाल हेर्न चाहिँ मजा आउँदो रहेछ। यति नजिक गएर हेर्ने। कस्तो लागिरहेको छ दिदीहरू? कस्तो लागेको छ दिदीहरू? एकदम राम्रो। फोटो खिच्दै कि फोटो खिच्दै? मलाई त खतरा लागिरहेछ। यति नजिक गएर हिमाल हेरिरहेको छ। हिमालको काखमा आयो जस्तो लागिरहेछ मलाई। कस्तो लागिरहेछ? रमाइलो लागिरहेछ? फोटो खिच्न पाइरहेछ? यस्तो फोटो मलाई केटी होला भनेको फोटो चाहियो, अरू के चाहिन्छ भन न होइन? क्या माछापुछ्री हिमाल होइन, यो माछापुछ्री हिमाल हो नि। अर्को खै अन्नपूर्ण हो, यो अन्नपूर्ण हो। अर्को माछापुछ्री हो। अनि त्यसपछि फाइनली अब हामी त यहाँ तल झर्न लागेको। बाई बाई अस्ट्रेलिया स्क्याम। अब यहाँ तल जान्छ गाडी। हामी पोखरा जाँदैछौँ। तपाईहरु हाम्रो ब्लगमा हेरिराख्नु होइन। यो खुकुरी तलै ल्याइदिनु। लाइक सब्स्क्राइब कमेन्ट गर्नु होला। 13 र 14 हामी तल जाँदैछौँ होइन। तलबाट त्यो पोखरा कस्तो छ भनिदिनु। राम्रो रमाइलो भइरहेछ होइन? यहाँ पोखरा जाने झन् रमाइलो हुन्छ। कस्तो लागिरहेछ दिदी? कस्तो लागिरहेछ दिदी? यहाँ हाम्रो दिदी अर्कोले फेरि पोज दिइरहनु भएको। अब भिडियो गइरहेको छु। यता पनि हेर्नुले पोज दिइरहनु भएको होइन? भ्लगमा आउनुलाई छैन दिइरहेको छ। कसरी दिन तिमी अब सुन्यौ ल। हिजो जुन बाटोबाट अब त्यही बाटोबाट फर्किँदै त जाने हो होइन? हिजो आउँदा सास पराएको थियो भने आज बिहान भइरहेको छ जानु फर्किनु बेला चाहिँ। नट वेटिङ ओके। बाई अस्ट्रेलिया बेस क्यास। बाई भन्दा यहाँ त खतरा हिमाल त देख्दो रहेछ। त्यो त्यति दामी छ है। फाइनली यो हामी उता चल्ने ग्राउन्ड देख्यो है गाइस। अनि अहिले चाहिँ हामी फर्किनु लागेको यता फर्किनु लागेको। हिजो चाहिँ माथि गएको अस्ट्रेलिया अब यहाँ पोखरा जाएको हो। हेलो यही ठाउँमा हो क्या? यही त बेस गर्दा सबैजना आएर वहाँ तल पुगिसक्यो। लड्यो भने दुई ह्यान्ड लड्यो। त्यही भएर प्लानिङ चाहिँ बवाल छ। एकैचोटि सबैजना तल पुग्ने गऱ्यो हेर्नु सर। ल सर हाम्रो
नेपाली पढ्नु छ पिकनिकको म्यानेजर यस अनि हामीलाई अप्सरा नेपाली प्लस नेपाली पढाउने कम्पलसरी नेपाली पढाउने सर हो सक्यो ब्लगमा एकदिन आइतबार खतरा खतरा त के गर्नु त्यति राम्रो भोलि हामी कति बजी जान्छौँ यहाँबाट भोलि हामी फेवाताल घुमेर जान्छौँ बजीतिर कलुवा जस्तो छ कि सिकाएको छैन होला हौ फाइनली गाइज वी आर इन आवर डेस्टिनेसन एन्ड उताबाट पोखरा यातायात आउँदैछ हाम्रो काठमाडौँमा यातायात भनेर चाहिँ यहाँ पनि पोखरा यातायात छ है गाइज सर अब हामी आइसक्यो भने भन्नु सर बोटिङ गर्ने होइन हो सर हो त्यही भन्नु सर अब थाहा छ मलाई सरले त्यही भन्नु जान्दैन है अब जस्ट बोटिङमा पैसा भिडियो गर्ने राजाको हावा खाली घर राजाको राजा वीरेन्द्रको पनि हावा खाली घर यो छुट्टीमा आउने दरबार हो यो दरबार राजा वीरेन्द्र चाहिँ छुट्टी मनाउन आउने दरबार रहेछ यो समर भ्याकेसनमा खाना आउनुपर्छ नम्बर सिस्टम हो क्या हाम्रो एकदम छटेर पालो छिटो ढाँडा नम्बर लगायो भने साथीहरू पोखरा धेरैचोटि आइयो सबैभन्दा लामो र यो सधैँ उही ढुङ्गा हो कि पुरानो ढुङ्गा अनि पुरानो ढुङ्गा सर बोल्दाखेरि कस्तो भइरहेको एकदम वन्डरफुल एक्सपिरियन्स भइरहेछ अब यो एकपल्ट अलिकति ढुङ्गाको सहर पनि अलिक लामो खाली हो पनि अलिक सेफ खालको पाइरहेको तपाईँको भइरहेको जाने त मजा आइरह होला होइन हाम्रो क्याप्टेन अब जुत्तो खोलेर मन्दिरमा अर्को टोलीमा छैन ऊ ढाको टोलीमा टोली यहाँ चाहिँ हामीसँग रेस भइरहेको अन्तिम रमाइलो सुट गरियो भने स्विमिङ गर्नलाई हुन्छ हेलो गाइज वेलकम टु डेभिस फल त्यहाँ त पुगेको छैन कि बाटोमा हिँड्दै चाहिँ छौँ पहिला डेभिस फल जाने हो कि गुप्तेश्वरी मन्दिर जाने हो चाहिँ मलाई थाहा छैन गुप्तेश्वर गुफा जाने हो चाहिँ मलाई थाहा छैन तर डेभिस फलको बाटो चाहिँ हामी हिँड्दैछौँ है अब हामी गुफाभित्र आइसक्यो भने गाइस अब त्यो गुफा चाहिँ नै म चाहिँ फर्स्ट टाइम आएको यो ठाउँ होइन त्यही भएर पहिला अब गुफा हेरेको छु तपाईँहरूलाई होइन यहाँ दिस नट गुफा ओके देन वाट इज दिस देन गुफा खै मलाई थाहा छैन गुफा यहीँबाट जाने हो हेर्न गाइस यहाँबाट जाने यहाँबाट तल यस्तो यस्तो अँध्यारो छ होइन मलाई थाहा छैन डरमा चाहिँ म हेर्छु होइन नडराउनु होला
होला यहाँ त्यस्तो डर लाग्ने केही पनि छैन पहिलाभन्दा धेरै चेन्ज भइसकेको छ होइन यहाँ धेरैभन्दा धेरै चेन्ज भइसकेको छ किनभने पहिला गुफा थियो अगाडिदेखि नै गुफा थियो मान्छेहरू कति हो यहाँ त यहाँ हाम्रो इन्ट्रान्स चाहिँ यस्तो छ यहाँबाट बस्नु नै जानु भएर लाइनमा कि पाइन्छ मेरो पनि यहाँबाट यत्रो लाइन बस्नुपर्ने ल्याएर अब के भन्नु क्या लाइन यत्रो बस्नुपर्ने अब त मेरो लाइन बस्छ त मेरो साथ मेरो लाइन बस्छ मेरो यस्तो लगाएर हेर लादी त तर्छ जस्तो रमाइलो छ रमाइलो जोड्काएर छिर्ने सिस्टमहरू चाहिँ है हामीलाई थाहा थिएन अब अगाडि हिँड्दैछ काबेरी सब्जी फेरि के छ आएको काबेरी सब्जीको यो किनभने अब यस्तो आउँदैछ नै हिँड्दै आउँदै ल ल ल ल आउनु गाइस हामी चाहिँ गुफाको नजिक आइसक्यो गुफाको नजिक आइसक्यो ल गुफा छिर्यो भने क्यामेरा अलाउडै छैन ले यार यहाँ चाहिँ क्यामेरा अलाउड छैन ले क्या क्यामेरा बनाउन नमिल्ने होले त्यही पनि बाहिरबाट देखिन्छ है बाहिर चाहिँ भिडियो बनाउनु मिल्ने भित्र चाहिँ भिडियो बनाउनु मिल्छ यहाँ डेभिड फलको भिडियो बनाइरहेको छ हेर्नु है गाइस फेरिमा चाहिँ त्यही गुप्तेश्वरै पुऱ्याइदिनु लाग्यो भयो तर फल डेभिड फल हो कि हिँड वेलकम ब्याक अगेन गाइज एक नम्बरको डरपक माथि भयो डरपक भए पनि त्यो काउट रेटको भित्र जानुभयो जानु सक्छन् त्यसको लागि 100 तालिया एक हातले बस्नु ताली अनि अब हामी यहाँ इन्ट्रान्स गेटमा आइसक्यौँ है डेभिड फलको इन्ट्रान्स त्यही त म्याम डेभिड फल के म्याम डेभिड होइन कि डेभिड फल अनि यो ठाउँको नाम चाहिँ डेभिड किन राखेको भन्दाखेरि दुईजना जोडी आएको थियो अरे एकजना मरेर क्या त्यसको नाम डेभिड थियो त्यसको नाम अन्त यो उसको नामै डेभिड भयो क्या टिकट मेरो हातमा आएको थियो आएको 2 सेकेन्डमै च्यात्यो काटचुट पारेर कहाँतिर पुगेर थाहा सो अब जाँदैछौँ डेभिड फल हेर्नु होइन सो गाइड यो चाहिँ के अरे माउन्ट माछा पुज्रेको स्ट्याच्यु स्ट्याच्यु यो माछा पुग्नेको भइहाल्यो स्ट्याच्यु अब तल हामी जाँदैछौँ यो नोट पढ्नु होला यसको सर्च गरेर राख्दा नि हुन्छ नभए यति जाँदैछौँ डेभिड फलमा विस पुरे यहाँनिर विस माग्दा हुन्छ तर के माग्नु थाहा छैन मोटोबाइक कसमा पार्छस् लु जा सो हामी हिँड्दैछौँ We are unlucky guys. झर्ना देख्नु पाएन खोला देख्नु पायो है झर्ना देख्नु पाएन खोला देख्नु पायो गाइस अघि हामी उताबाट हेरेको अब यताबाट आनन्द भयो अहिले पाएँ यहाँनिर झर्ना बनाउँदै हेलो 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 Hana, kacau, ibu, tawa,
भन्नु चाहिँ यति धेरै भिड छ मान्छेहरू यति धेरै आइरहनु मान्छेहरू यहाँ यता 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 त्यसरी बनाउनु पर्छ सारङकटको डाँडामा हाम्रो टोलीहरू सबजना यता अनि बाँकी ग्रुप उता आउँदै छन् यहाँ हेर्ने झर्ना त यहाँ रहेछ त जहाँ उताबाट हेरेर गयो फाइनली अब हामी फर्किन्छ कस्तो लाग्यो म त के भन्दिनँ मलाई त्यस्तो एउटा कुरा कम छ होइन हामी मेन ठाउँमा जानै भएन कि मेन ठाउँमा जानै भएन कि त्यो छोलो झर्ना हेर्नु त झर्ना खाएर मेन ठाउँ जानै भएन त्यहाँ बनाइरहेको रहेछ हामीले गाइस अब अघि चाहिँ आउनु भयो तपाईँहरू अहिलेसम्म हामी हामीहरू पाएनौँ होइन कतै भिडियो देखाउँछु तपाईँहरूलाई होइन बगैँचा चाहिँ यस्तो राम्रो छ यार यहाँ बाटो अनि म धेरै पक्का गरेको भए त सब सरी गाइस किन पक्का गर्न पाएँ यस्तो त लाग्यो त होइन गाह्रो छ खतम यहीँ हो एक्जिट इन्ट्रान्स चाहिँ उताबाट हो छिरी ठाउँ यता हो बाहिर सिकाउ यताबाट हो होइन लास्टमा हामी त्यो बजार निस्किँदैछौँ होइन तपाईँहरूको छोरालाई डल्फिन देखाएर चाहिँ केटाहरू कति के लागि छ भने यस्तो ठुल्ठुलो किङ छ होइन अब डल भन्नु हाम्रो के थाहा होइन हामी केटी हो र सुरुबाट हेर्दा चाहिँ डल्फिनको लागि त्यो डल गाई चढेको माथि गर्दै थियो लास्टमा एउटा गाई छुट्टी हाल्नु पर्ने गर्थ्यो भर्खर आइगयो यार हामी यहाँ माथिसम्म अब ए भयो भइस बना तिमी आफ्नै गाह्रो छ यहाँ टिकट काट्नुपर्छ हो ए हेर्नु है गाई यत्रो ठुलो शिवको मूर्ति अरू केही भन्नु चाहनुहुन्छ कि यहाँको मान्छेलाई यहाँ यस्तो गर्मी छ गाई सिरियसली भनेर मेरो बसिरहेर हेर्दा नि हुन्छ थाहा हुन्छ तपाईँहरूलाई त्यही भनेको यार 52% चाचा फोन अब धेरै भिडियो गर्नु नमिल्छ त्यहाँ मेरो हाइट चाहिँ भ्याउँदैन होला हाम्रो दिदीहरू यहाँ फोटो हुन्छ यहाँतिर कतिहरू शिवलिङ छ अरे यहाँको एउटा कुरा भन्नु थियो चारैतिर शिवलिङ छ तपाईँको तातो त हेर्नु शिवलिङ छ यहाँदेखि उहाँसम्म एक राउन्ड हाल्यो भने शिवलिङ छ यहाँ धेरै शिवलिङ छ है कहिले भने शिवलिङ भएको घुम्न आएको तलाई सिनेरी जाने होइन जाने